निशा तिमिल सेनाले के सोध्नुभएको थियो भन्दाखेरि जापानमा भाषा नपढिकन आउन सकिन्छ कि सकिँदैन भनेर क्वेसन गर्नुभएको थियो। नमस्ते, नेपाल टिभी हेर्दै हुनुहुन्छ। पहिलेको भिडियो हेर्नुभयो तपाईँले सायद 2-3 वर्ष अगाडिको, जहाँ चाहिँ म चाहिँ भाषा नपढिकन पनि जापान चाहिँ आएर काम गरिरहेको छु भन्ने भिडियो तपाईँले हेर्नुभएको होला। अनि मेरो लागि कम्पनी खोजिदिनु होला भन्नुभएको थियो होइन। सो त्यति सजिलो छैन अहिले भाषा नपढिकन तपाईँलाई जापानमा कुनै पनि कम्पनीले काम लगाउँदैन। किन भन्दाखेरि जापानमा अङ्ग्रेजी पनि चल्दैन होइन। त्यस कारण तपाईँले ल्याङ्ग्वेज चाहिँ बनाउनै पर्छ। उहाँको हकमा के हो भन्दाखेरि उहाँ चाहिँ 3-4 वर्ष अगाडि अब स्टुडेन्टहरू आउने, अलिअलि यहाँ ल्याङ्ग्वेज सिक्ने, अनि त्यसपछि चाहिँ कम्पनीहरूमा गर्ने खालको एउटा इन्भाइरोमेन्ट थियो पहिला। अहिले त यति धेरै मान्छेहरू भइसक्यो कि अब यहीँ पनि मान्छे धेरै छन्, भाषा हुँदाहुँदै पनि कम्पनी पाइँदैन। त्यस कारण त्यति सजिलो छैन। यदि जापान आउने नै सोच हो भने चाहिँ तपाईँले ल्याङ्ग्वेज एकदम बनाउनुहोस्। स्टुडेन्टमा आउने कि वर्किङमा आउने त्यो चाहिँ तपाईँले कन्फर्म गर्नुपर्छ। अनि त्यो कन्फर्म गरिसकेपछि बल्ल आउने। भाषा भएन भने त कुकुरले नपाएको दुःख पाइन्छ है तिमिल सेनाजी। त्यति सजिलो छैन। हावाको तालमा नआउने दुःख पाइन्छ। पहिला चाहिँ आउने लक्ष्य के हो, पैसा कमाउने हो कि पढ्ने लक्ष्य, त्यो कन्फर्म गर्ने, अनि त्यसपछि बल्ल आउने। जापान आउने नै हो भने है त। तपाईँलाई एडभाइस सायद मन पऱ्यो होला। पहिले जस्तो छैन, अहिले धेरै गाह्रो छ है त। तपाईँहरूको पनि क्वेसनहरू छन् भने कमेन्टमा लेख्दै गर्नु होला। नेपाल टिभी कस्तो लाग्छ तपाईँहरूलाई त्यो पनि लेख्न नभुल्नु होला। अहिले चाहिँ म यसो डुल्दैछु होइन, अनि डुल्दै तपाईँहरूको क्वेसनको आन्सर दिने क्रममा यो भिडियो मैले बनाएँ। निशाजीको पक्कै पनि आन्सर मिल्यो होला भन्ने मैले अपेक्षा गरेको छु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन पऱ्यो भने लाइक सेयर गरिदिनुहोस् है त। ल, बाई बाई।